आज चाहिँ तपाईँलाई मैले रोटी पकाएर देखाउँदैछु अनि सर यो रोटी आफै नघुमे पनि मुखले चाहिँ सर भन्दै घुमाउने सर यो धेरै नघुमे पनि मुखले चाहिँ सर भनेर घुमाउने चिरिक्क भयो हो मजाको नरम नरम देखियो नि त होइन। त्यसपछि अब एभोकाडोको के भूमिका छ त भन्दाखेरि अब तपाईँहरूले याद गर्नुहुन्छ। अब म तपाईँहरूको माझमा देखाएर कटिङ गरेर देखाउँदैछु ल हेर्नु होला है। मेरो मोबाइलमा त्यहाँ राखेको छु म यो पट्याउँदैछु। त्यसपछि तपाईँको एभोकाडो यहाँ तातिँदैछ हेर्नुहोस् पाक्दैछ रोटी। एभोकाडो म यहाँ काट्दैछु। यो एभोकाडो कतिको पनि मेरो मुखभन्दा ठुलै छ झन्डै झन्डै सर काट्ने यसलाई क्रिम बनाउने चट्ट सरक्क गर्ने हेर्नुहोस्। राम्रो भएन भने तपाईँले मुखले भयो भने राम्रो बनाउने त्यसलाई एक्सनले भयो भने राम्रो बनाउने। त्यसपछि तपाईँको यसरी तास्ने हो सर्लक्क तास्ने। किन त मैले यसरी काटिनँ त भन्दाखेरि काँचो पनि हुनसक्छ तर काट्छु म अब काटिला है। तपाईँहरूको माझमा हेर्नु सक्नुहुन्छ 2 फ्याक भइसकेको छ यहाँ यो तपाईँहरूको माझमै भएको हो हेर्नुहोस् सँगै है। टक्क यसलाई चट म के गर्छु त भन्दाखेरि चट यस्तो गर्छु यस्तो गर्छु। त्यसपछि तपाईँको सर्लक्क गर्छु हो यस्तो गरिसकेपछि चट्ट तपाईँको यस्तो सर्लक्क बिचबाट सटक्क काटिदिन्छु भन्दाखेरि पनि तपाईँहरू हेर्न सक्नुहुनेछ। त्यसपछि तपाईँको यति गरिसकेपछि अब दुःख नगर्ने यसलाई चट्ट हेर्नुहोस् तपाईँको सट्ट पार्ट्स छुटिँदो रहेछ यसको भन्ने कुरा आज मलाई थाहा भयो। यो काटेपछि थाहा भयो मलाई त पहिला थाहा थिएन यो मैले देखाएको मात्रै हो। काट्दाखेरि चाहिँ हुँदो रहेछ पड्के ल चट निस्क्यो हो। यति निस्किसकेपछि के त हुन्छ भन्दाखेरि चट्ट यसलाई के गर्दा ठिक हुन्छ त भन्दाखेरि बोराहरू अलग गर्ने देख्नु भएको छैन राम्रोसँगले है मिलाएर हेर्नुहोस् ल। अनि चट्ट यसलाई के नराम्रो भागलाई चाहिँ यसरी काट्ने यसलाई मसिनो बनाउने स्लाइस ल जति मसिनो सक्नुहुन्छ स्लाइस बनाउने सट्ट राख्ने स्लाइस बनाउने मुखले गर्ने होइन नकाटे पनि गर्ने दामी भइहाल्छ त्यो 5 स्टार भन्दा पनि राम्रो हुन्छ। ल यति भइसकेपछि चट्ट तपाईँहरूले कलेक्सन गर्ने यसलाई छरेकोहरूलाई मजाले बोक्राहरू यसरी डस्टबिन फाल्ने हो यस्तो गर्ने। हातमा मैले लागेको छ र पनि गर्दैछु भन्ने कुराहरू थाहा पाउने। चट्ट अब तपाईँले रोटीमा हालेको पनि म देखाउँदैछु एउटा के झरेको छ तपाईँलाई त्यो देखाउनु चाहिँ राम्रो उचित माने मैले। अब यहाँ हेर्नुहोस् सरक्क यहाँ यसरी हाल्ने म हाल्नुको लागि मोबाइललाई यहाँ अड्याउँदैछु किनभने म एक्लै छु। सर्लक्क हाल्नुहोस् हेर्नुहोस् एभोकाडोलाई यसरी हाल्ने हालिसकेपछि तपाईँको यो रेडिमेड पराठामा यसरी हालिसकेपछि चट्ट होइन आइटम नम्बर 3 भन्छ यसलाई चट्ट यसलाई रोल गर्ने कि चट्ट यसरी। तपाईँलाई यहाँनिर के हाल्नु मन लाग्छ मैले सोध्दैछु तपाईँलाई त्यसको लागि तपाईँहरूले केही पनि छैन चिनी हाल्न सक्नुहुन्छ। कसैलाई गुलियो खानु मन छ कसैलाई नुनले खानु मन छ। मलाई चाहिँ चिनी खानु मन लाग्छ म खान्छु अलिकति है। सर्लक्क चिनी हालेपछि हालिसकेपछि तपाईँको फेरि एकचोटि अर्को तपाईँको एउटा लिने यो लिने तपाईँको अर्को एउटा रोटी लिने हो। यसलाई के गर्ने त भन्दाखेरि दबाउने यसलाई सर्लक्क दबाउने सर्लक्क साइली भन्ने फेरि सर्लक्क साइली तोरीको तेल सर्लक्क हाल्ने भिजाउने हो
भिजाइसक्यो भनेपछि मोबाइल फेरि लड्छ कि भनेर फेरि समात्ने लडेको पनि थियो चट्ट बन्यो अब अर्को भिडियो फेरि अर्को पार्टमा हेर्नु